हामी चाहिँ जलेश्वर भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ चन्देश्वरी भन्दा लगभग 1 किलोमिटर माथि रहेको जलेश्वर महादेवको मन्दिर छ। यहाँको 2-3 वर्ष अगाडि यहाँ अलि राम्रो थिएन, अहिले ढुङ्गा बिछ्याएर यहाँको चेन्ज भएको छ। यहाँ महादेवको मूर्ति छ। यहाँ महादेवसँगै हाम्रो बस्नुभएको छ। जय शम्भो कैलाशपति। यहाँ धारो छ, धारबाट यहाँ सानो पोखरी पनि छ। यहाँ गर्मीयाममा बच्चाहरू पौडी खेल्ने, ठुला मान्छेहरू पनि पौडी खेल्ने जस्तो गर्नुहुन्छ। यहाँको छ यहाँ घन्टी छ, त्रिशूल पनि सानो राखिएको छ। हामी हजुरहरूलाई सबै देखाउनेछौँ। यहाँको ढुङ्गा पछि राम्रो बनाइएको छ। हाम्रो साथीहरू नुहाउने तर्खर गर्दै हुनुहुन्छ। सानो खोलो जलेश्वरदेखि यो खोला बग्दै गएर बनेपा पुण्य माता मिसिन्छ। यहाँ सजाइएका 3टा धारा, एकै नासका 3टा धारा छन्। यहाँ नुहाउने, सरसफाइ गर्ने हुन्छ। यहाँ भाइ एउटा नुहाउन गइरहेका छन्। यहाँको त्यस जाडोयाममा नुहाउने ओर्ने ध्यान धार्मिक स्थल राम्रो छ।